आफ्ना धारामा त पानी ला यार, मेरा धारा भन्दा अरी नि त यिनले। यस्ता त मिस्त्री छन् यो। फुलहरू हुन्छ नराम्रो रोड मोड चाहिँ कटे म होइन। एउटा यहाँ माथि हो, एउटा यो हो सबसे खतरा बाटो। ढुङ्गा हेर्नु न, ढुङ्गा। यस्तोमा बाइक चलाउनु पर्छ हेर्नु। के भन्ने होला हौ, कसलाई के भन्नु अब। हामी यता जिउली पुग्यौँ ल। यहाँ चुनी कति बाँकी छ माथि, यहाँको चुनी टपमा आइसक्यो। यो वाल बढी खाइसक्यो। हाँडे पुगेर बाइक खोलेर नगर्न आएको उताबाट थाहा छ। यहाँबाट आएको नि, यो कलर देखिरहेको छ, त्यहीँबाट आएको। यहाँ नौटा कट्टे। सो गुड मर्निङ गाइस, न्यू डे न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। गुड मर्निङ फ्रम होम। अहिलेको बिहानको 8 बज्यो। घाम गाउँ गाउँ, हिमालमा हिउँ पर्ने भने कहाँ हिउँ पर्नु आज। हिजो राति, हिजो साँझ अलिअलि थाहा थियो। आज चाहिँ बाइकमा हुन्छ है त मेरो यात्रा माथि मस्खोरीबाट यहाँबाट। अब निस्कौँ घरबाट ल। आज यस्तो टोपी हालेको छु मैले। कस्तो टोपी हो, छपरी टोपी हो कि के हो टोपी हो यो। यो यस्तो छ टोपी है त। हालौँ न त, चिसो छ हाल्नै पर्यो। खाना पनि कतिवटा गएर खानु पर्ला अब। टोपी बिना बाँच्न गाह्रो छ है यहाँ। टोपी चाहिँ चाहियो, टोपी चाहिँ चाहिन्छ ल एउटा। आज मैले हालेँ ल टोपी हो। हिँड्यो है त म अब हिँडेँ। टोपी हेर मेरो कसो छ ल। त्यही हो कुरा हो। माथि मस्खोरीबाट जानुपर्छ आज बाइकमा ल। घरबाट हिँड्दैछु म। बाई बाई होम। पानी त आएन त यहाँ, लाइन मात्र आइगयो पानी। यस्तै छ। अस्ति बोकेको दाउराहरू हिँड्नु पर्थ्यो, सब मैले चिर्याउने। बुवाले त अलिअलि, मैले सब। थोरै छन्, धेरै चाहिँ छैन। बिहान त खतरा छ मौसम। दिउँसो भयो कि बादलोले चिस्याउँछ, अहिले चाहिँ उसै चिसो छ। ब्याकग्राउन्डमा हेर्नुहुन्छ पुरा हाम्रो रक गार्डन है त। कुनै दिन यो ढुङ्गा बेचेर पनि यहाँ राम्रै आम्दानी होला जस्तो छ। कत्रो कत्रो ढुङ्गा हेर्नु पऱ्यो। भित्रै तला तला निकाल्न पनि सकिन्छ यो ढुङ्गामा। 2 तलासम्म 4 कोठाको यत्रो ढुङ्गा छ हेर्नु यहाँ। रक गार्डन हो, यसलाई भन्छ रक गार्डन। एज यु क्यान सी गाइस, पुरै हो यहाँ। त्यहाँदेखि तल तलसम्म हो। मेरा घर आएन त के हो? कहाँ? तुइले बन्द हुन नरिहाल है यहाँ। तुइले बन्द हुन नरिहाल यहाँको लाइन। करी भयो त बन्द? जाम लगेका। आफ्ना धारामा त पानी ला यार, मेरा धारा भन्दा अरी नि त यिनले। यस्ता त मिस्त्री छन् यो। फुलहरू पानी आइसक्यो, पानी भइसक्यो हाम्रो यता छानामा पनि। निर्माण भइसकेको रहेछ। पाइप लाइन खोदाएर गर्नु छ यताबाट, अनि प्लास्टर गर्नु बाँकी रहेछ ल। त्यही हो कुरा हो। यो हो मेरो घर त खासमा। यही अब मस्खोरी जाने यहाँबाट। मस्खोरी पुग्न लागेँ म। यहाँबाट आएको थिएँ, यहाँबाट यताबाट आएको थिएँ। यहाँ हुँदै यहाँ, यताबाट यहाँ सिधै यहाँ पुगिसकेँ होइन। अब मस्खोरीमा घाम त निस्किन लाग्यो त, खै तातो घामै छैन के भन्नु यो घामलाई। अहिले कतिवटा नपुग्नु तातो लाग्दैन आज। फेरि बाइकमा जानु छ आज। कन्टेन्ट पनि के बोल्ने अब,
रातभरि सोचिरहेको हुन्छु कि यो गरौँला ऊ गरौँला भनेर उज्यालो हुने बित्तिकै कहाँ आउँछ त्यस्तो छ केटा हो। अनि के भन्ने अब त्यही हो, जे छ त्यही भनौँला। अब जे आयो त्यही मुखमा। मान्छेको अगाडि भिडियो बनाउँछु भनेर सोच्यो, मान्छे देख्यो कि डरले आएको कन्टेन्टमै कहाँ हराउँछ। त्यसैले लुकेर बनाउने, अहिले भाइरल भएपछि बनाउँदा पछि राम्रो क्यामेरा किनेपछि गोप्रो अथवा के आइफोन किनौँला नि भविष्यमा, त्यसपछि बोलाउँला होइन त। न यहीँनिर छ मेरो भाइको, बस जाउँ त्यहाँबाट। ल हुन्छ, त्यही हो केटा हो त्यही। समीर कालेजी जाउँ यार, अब हामी ल है त। म यहाँ नौरा पुगिसकेँ, नौराबाट पनि यता हिँडिसकेँ। आजको राइड बाइकमा छ है त केटाहरू। यस्तो छ होइन, बाटो चाहिँ चलाएर बनाउन मिल्दैन। अब बाइक चलाएर भिडियो बनाउन मिल्दैन। सबसे खतरनाक बाटो भने यही बाटो हो कि यता बाटो हो। त्यहाँ रोकेर देखाउँ क्या हो म आज। जति भन्यो नि बाटो बन्दैन। अब मैले भने त के बनाउँथ्यो होइन, जान्नुपर्ने कुरा हो। हाम्रा अध्यक्षज्यूले पनि हिँड्नुहुन्छ बाइकमा, नदेख्नु के छ र। आज ठ्याक्कै 2 महिनापछि हात लाग्यो यार बाइकमा। कस्तो अर्कै फिल भइरहेछ मलाई बाइकमा चढ्न पाएपछि त है। हेलमेट पनि छैन, तर माउन्ट त थियो मेरो, त्यसमा हालेर देखाउँछु है त बाइकमा। अब यो बाटो कस्तो छ के छ भन्ने कुरा मैले जानुपर्छ। यहाँ हुँदै यहाँ सिधै यताबाट उता, यहाँबाट गाउँको यता साइडबाट यहाँ त्यस्तै त्यहाँ। ल बिचमा देखाउँछु। ल लेट्स सी के हुन्छ, देखाइहाल्छु ल म है त। ल सबसे खतरनाक कच्चा भन्छ नि, के भन्छ नराम्रो रोड मोड चाहिँ पटेँ म होइन। एउटा यहाँ माथि हो, एउटा यो हो सबसे खतरा बाटो। ढुङ्गा हेर्नु न, ढुङ्गा। यस्तोमा बाइक चलाउनु पर्छ हेर्नु, के भन्ने होला हौ, कसलाई के भन्नु। अब यत्रो ढुङ्गाहरू छ बाटोमा, यसमै बाइक चलाएर जाने मैले। यो पनि सुपर स्प्लेन्डर, यस्तोमा जाने। अब त केही छैन, गाह्रो साह्रो। ल त्यही हो केटा। सिधै म अब कहाँ भेट्छु, जहाँ नराम्रो छ त्यहीँ अलिअलि ठिक छ नि त यहाँतिर। त्यसैले अब म रोकिनेवाला छैन है त भिडियो बनाउन। जसले जति कुरा काटोस्, चाहे जेसुकै भनोस् होइन, हेलमेट किनेर माउन्ट पनि किन्नु पर्यो अब भएन यो। ल त्यही हो है त, केटाहरू लड्यो भने फेरि मिल्लायो होला मेरो। अब म धारमा कहाँ हो बाजौ, धारमा भेट्छु है त। ल है त, अब आज चाहिँ यहाँबाट अपलोड भयो भिडियो, हिजोको भ्लग। अब निस्किम खतेडातिर। ल म आएको उताबाट थाहा छ, यहाँबाट आएको नि, यो कलर देखिरहेको छ त्यहीँबाट आएको। यहाँ नौरा हुँदा यता खोरीबाट यहाँ घुँडे बेला यहाँ पुगेको अघि, यहाँ पुगेको है त म। अब निस्कौँ खतेडा। मुखै धोएको छैन आज चाहिँ, अब गएर धुने खानु पर्ला। टोरमा खसेको छ त टोपी त के हो। निस्क्यौँ है त गाइस। ल सिउ खतेडा पुलमा, ल बजारमा। हेलो केटा हो, के छ खतेडामा है त हामी। छिर्ते रमल्यो न, खतरा नि त हाम्रो सरजीका सुस्मितजीको अक्षर हेर्नु त, खतरा छ नि त यार।
फेरि धुलो खाना भाँडातिर लाग्यौँ है हामी बाइक चलायो अहिले फेरि बाइक भाँडातिर यहाँ त धुलो छैन खासै धुलो त अब देखिन्छ भाँडे माथि बेसी कटेपछि बाइक बनाउन जाने अरे हामी पनि यो बाइकलाई स्टार्ट भयो कि त धुलो सिवाय हुने अगाडिबाट चिन्दिँदैनौँ हामी अब त्यो धुलो मात्र उडाउन न आसमान बाइक देख्यो भने बिस्तारो भन्ने त शब्दै छैन ड्राइभिङै छैन झुटेडातिरको धुलो है यो चाहिँ धुलो त हिसाबको होइन अब पछाडि देखेला उठ्दैन बाइकमा त गोली हो खतरनाक है रोड यहाँ के रोड पछाडिको त्यो महँगो हुन्छ नि त अझ गाउँपालिका देखिन्छ त हो यार तत्थ क्या यहीँ ल्यायो त अनि अच्छी साध्यै छैन फुटकुँडा पनि हुन् गाईलाई गाईसित हामी यता जिउली पुग्यौँ ल म त भमान्नु भाइ पछाडि नि यहीँसम्म त होइन पिच हुने गाउँपालिका अफिस यहीँ 7 वडा त गाउँपालिका म भन्नु है त होला यो कहाँ भन्ने हो त अब नौमा साह्रो भने पालिकासम्म चाहिँ छ भन्नु हुने हो नि त पिच काट्नु त काटिया छ यहाँसम्म काममा कोही छैन मेसिन पनि छैन त आमा डाँडो काटेको न है कलतिरै देखिने बनायो पुरै डाँडो काटे हो ढिँडो उडाने गमाज चाहिँ सुरुङ जस्तो त्यही काटिया रहेछ ल्याउनु हाफ देखि हात देखि तपाईँले एकदिन यहीँलाई त हो कम हुँदा मोटो हुने है अलि होला यार यहाँ चुनी कति बाँकी छ माथि यहाँको चुनी टपमा आइसक्यो यो वाल बढी खाइसक्यो भाँडे पुगेर बाइक खोलेर नगर्न भने यार क्या त है तम्रो नयाँ किनिदिने हो भने नयाँ बाइक किनिदिने हो भने क्या हाल्नु ला भने त हो त बनाउनु
नगर्नु यार 8 बजिसक्यो भाँडै छौँ 8 त छैन 7:30 पाउने 8 रहेछ आजको खाना यही हुन्छ त माछा रोटी ल आइसक्यो सब खाने जाने किने हो यार म यतातिर बसेको छु है अब चाहिँ उता पारीतिर के हो भोकले सतायो क्या हो लास्टै भोक लाग्यो मैले खानु बाँकी छ र खाइसकेको छ रोटी पनि 2 रोटी हो भन्नु मलाई त्यही त 2 रोटी खाइसक्यो मैले एकै पनि स्टार्ट छैन ल खाउँ त्यसपछि जाउँ है त